एटिएमबाट चाहिँ मैले फाइनली मेरो फेसबुकको फर्स्ट पेमेन्ट निकालिसकेको छु। हेलो एभ्रिवान, र मेरो दिन चाहिँ यसरी सुरु हुन्छ एक कप मिठो चियाको साथ है। तपाईँहरूको चाहिँ कस्तो हुन्छ कृपया भनिदिनु होला। र आज चाहिँ म एकदमै हतार खाना बनाउँदैछु किनभने एकदम हतार छ होइन। र म एकदम खानासाना खाएर रेडी भएर चाहिँ हेर्नुहोस् न, आज यस्तो घाम लागिरहेको छ है, तर पनि ड्युटी त जानै पर्छ भनेर चाहिँ म यहाँनिर बाइक स्टार्ट गर्दै रेडी भइसकेको छु ड्युटीको लागि होइन गाइस। र फाइनली म अफिस पुगिसकेको छु र अहिले भने चाहिँ यहाँनिर कोही पनि छैन, मान्छेहरू त्यस्तो बिहानको समयमा एकैछिनमा आइहाल्छ। त्यही भएर चाहिँ म हल्का यहाँ भिडियो गर्दै चाल दिँदै थिएँ नि त। यहाँनिर अन्त बिस्तारै मान्छेहरू आउनु थालिसकेको थियो र मेरो चाहिँ बाहिर काम परेर चाहिँ अलिकति म अफिस बाहिर निस्किँदा चाहिँ हाम्रो गाउँको साथीभाइ भेटेँ नि त होइन। यसलाई चाहिँ हामीले स्कुलमा चेस्ट बुबु भन्थ्यो। किन भन्थ्यो त्यो चाहिँ अब अर्को भिडियोमा भनौँला है। अन्त फेरि त्यहाँनिर बाहिर गएको अर्को फेरि स्कुलको साथी त्यहाँ उभिरहेको रहेछ हो। उसँग पनि एउटा क्लिप त लिनु नै पर्छ भनेर एउटा सानो क्लिप लिएँ है। र अन्त म फेरि अफिसतर्फ आएँ र यो चाहिँ हाम्रो अफिस है, तपाईँहरूलाई थाहा भएको होला, डिसी अफिस हो होइन। अन्त चाहिँ फिलहाल चाहिँ 12 बज्नु आँटेको थियो नि त। अन्त मेरो चाहिँ बजारमा हतार काम थियो होइन। र म चाहिँ स्पिड जाँदै थिएँ, किन भन्दाखेरि यहाँ देख्न सक्नुहुन्छ हाम्रो एटिएममा छु। र एटिएमबाट चाहिँ मैले फाइनली मेरो फेसबुकको फर्स्ट पेमेन्ट निकालिसकेको छु भन्ने दिन कहिले आउने होइन। अब यस्तै छ। र फेरि हामी यहाँनिर फिल्डमा गयो तल कामराङ कलेजको छेउमा है, यस्तो टङ घाममा गरममा गएर चाहिँ हरेस भएर हामी फर्क्यौँ होइन 2 बजीतिर। अन्त डाइरेक्ट फर्केर चाहिँ हामी चाहिँ लन्च गर्नु गयो नि त। लन्च गर्नु अगाडि चाहिँ म हल्का यहाँनिर ऐनामा यसो मिरर सेल्फी दिँदै चाल दिँदै थिएँ होइन। अनि यहाँ ठिक्कै हाम्रो लन्च पनि आइसकेको रहेछ हो, मिठो लन्च थियो होइन। मजाले बजाइदिएँ मैले त हो, ड्याङ। त्यहाँदेखि फेरि ब्याक टु अफिस है। अफिसमा आएर सर्भेमा के भएको थियो होइन, सबै गर्नुपर्ने हुन्छ। अन्त यसरी म्यापहरू बनाउनु पर्ने हुन्छ। र यो म्याप स्याप बनाउँदाखेरि नै 4 बजिसकेको थियो है। र प्रायः जस्तो स्टाफहरू गइसकेको थियो र म पनि निस्केँ। अन्त यहाँ हेर्नुहोस् न, इभिनिङमा भ्यू चाहिँ कस्तो दामी हुन्छ है। र अन्त म फेरि टक्कै यहाँ बजार आएको थिएँ, एउटा भाइ भेटेँ फेरि हो। भाइसँग गफ गरेँ होइन, किनभने मेरो चाहिँ अलिकति सामानहरू किन्नु थियो नि त। त्यही भएर चाहिँ त्योसँग गफ गर्दै गयो नि त। आमाले सामान लिएर आइज है भनेको थियो होइन। टक्कै सामान किनिसकेर चाहिँ हामी यहाँ दाजुभाइ एकछिन फेरि पार्कमा बसेर रमिता हेऱ्यौँ होइन। रमिता हेरेपछि के गर्नु र, अब काम छैन, सिधै घर आउने सिन है। र यो चाहिँ म एकदम घर आइपुगेको अवस्था। र आजको मिनी ब्लग चाहिँ यति नै।